सफलता देखेपछि त्यहाँबाट बिउजिने बेलामा बिउजिने साथमा अहिलेको सफलता कहाँ छ भनेर अनि खोज्यो भने भेट्छ त कुनै आमा भेट्दैन हो त्यसो चाहिँ अब सपनाबाट बिउजेको जस्तो भयो भनेर सम्झिनुपर्छ मतलब के हो त भने ओ वास्तवमा म त सधैँ छैन किन घमण्ड गर्ने वास्तवमा म भने नभएपछि त्यो मेरो लागि किन त्यो पाप गर्ने पापको कार्य किन गर्ने भने त्यो आफैलाई सम्झाउनको लागि बुझाउनको लागि चाहिँ यो शब्द प्रयोग गर्नुपर्छ त्यसो गाउँमा यो मान्छेको त हेरी हेरी भन्छ हेरिक भन्छ पहिलादेखि नै हाम्रो यो चिन्ता चाहिँ बुद्ध हो अरे दामा भए सम्झेन हेसँगै यो बल्ल हेर्छ ट्रेडिसनल सम्झिएको भनेर सम्झे पठाउने त्यो जस्तै गरेर हामी चाहिँ वास्तवमा सबै बुद्ध हो अरे बुद्ध भए तापनि महसुस गर्न सकेन किनभने बुद्धलाई अनि त्यहाँ चाहिँ सबैले छेकेर घेरेर छोपेर राखेको छ केले छोड्यो केले छोड्यो केले घेर्यो किन त्यहाँ चाहिँ अनि अन्धकार राख्यो भने चाहिँ ओ रिस राग भयो ईर्ष्या घमण्ड अथवा अहङ्कार लोभ इत्यादिको कारणले त्यहाँ छेकेको छ त्यसलाई बिस्तारै नाशका पार्न साथमा साँच्चैको बुद्ध चाहिँ अनि यो परमेश्वरमा अथवा विवेकको क्षेत्रमा विवेकको अनि अब सङ्केतमा हामी त्यहाँ पढ्ने हुन्छ विवेक भयो सदा जसलाई हो भइसकेपछि आफ्नो मन चाहिँ विवेकको रामसिंह थाहा भइसकेपछि त विवेकलाई चाहिँ अनि त्यसलाई हामी काट्न सकिँदैन त्यसलाई मार्न सकिँदैन त्यसलाई झर्न नै सकिँदैन हो त्यसलाई दुःख पनि हुँदैन त्यो विवेकको रामसिंह भए पनि महसुस गर्न नसकेर चाहिँ आज हामी तल मम गर्दै पापको बस्न परेको हो हेरिक डन्डी हेरिनु त्यो हेरिक भन्छ पहिलादेखि नै हामी अनि विवेकको रचना हो पहिल्यैदेखि हामी यो परमेश्वर अथवा यो प्रकाशको केन्द्रमा हामी लिप्त भएर पनि चिन्न नसकेको हो त्यो चाहिँ अनि रिस राग ईर्ष्याको बस्न परेको कार्य हो हेरिक डन्डी हेरिनु त्यस्तो हेरुका अथवा बोल्ने शब्दको रूपमा हामी प्रयोग हुन सक्छ त्यस समयमा भन्नुहोस् त आफ्नो मन चाहिँ बुद्ध भएको महसुस भइसकेपछि यो भित्र भएको अन्य प्राण चाहिँ त्यो त अन्य प्रकाशमाको रहेछ नि भनेर महसुस भइसकेपछि त हो त्यस पछाडि त्यो क्षणमा चाहिँ तामे डेमे अरे ता भनेर छैन अरे ता भने हामीले खोजेर पाउँदैन अरे जे भनेर खोजेर पाउँदैन अरे आज थायासँग ढेयाङ भन्छ नि आज हामीले मन भएको हुनाले पो अनि था मन भएको हुनाले पो जे अथवा शङ्ख भएको हुनाले पो अनि देउता शङ्ख भएको हुनाले पो राक्षस भएको हो अरे सँगै निर्मूल भइसकेपछि त शङ्ख नभए चाहिँ देउता भयो त्यो अब आफ्नो महसुस देउता बुद्ध भयो महसुस भयो बुद्ध भयो महसुस भएको समाजमा अनि था मे डेमे अरे था भने खोजेर पाउँदैन डेमे अरे के भन्छ राक्षस अथवा असुर पनि छैन अरे त्यस समयमा बुद्ध पनि छैन अरे सेन्जेल पनि छैन अरे यहाँ यो हो भनेर आफूले औलो देखाएर यो बुद्ध हो यो प्राणी हो भनेर देखाउने छैन आज यो बुद्ध हो प्राणी हो भने के को कारणले गर्दा भने हामीमा शङ्का छ हामीमा पाप छ हामीमा अनि धेरै जग्गाको जन्मको त्यो नराम्रो के भन्छ विचार भनौँ अथवा अकुशल कर्मको कारणले त्यहाँ देउता र बुद्ध भएको हो काम मतलब चाहिँ हजुर म भने कहाँ छ यो शरीरलाई हजार टुक्रा गर्न सक्न मन नभेटेको जस्तै अनि अब बाहिर रूपमा मिठो भने पनि अनि त्यहाँ हामीले छानबिन गरेर मिठो पाउँदैन नमिठो भनेर छानबिन गरेर पाउँदैन त्यस कारणले भगवान गौतम बुद्धले के भन्नुपर्छ भने च्यासे सासी सुइचे मोसो पनि चिले छु देदा पनि थाम्ने रामसँगै एउटा तोबेसौँ अरे अब त्यहाँ नर्कमा धेरै दुःख कष्ट हुन्छ अरे भन्छ प्रेतमा धेरै दुःख कष्ट हुन्छ अरे त्यहाँ चाहिँ अब चिसो पान तातो पानीको दुःख आउँछ भनेर त ल्याउनु पर्छ त त्यो कसले बनाएको भने आफ्नो सोच आफ्नो विचार आफ्नो कर्म आफ्नो पापले त्यहाँ त्यस्तो देखेको मात्र हो वास्तवमा त्यहाँ सादा छैन भन्नुभयो त बुद्धले त्यस कारणले अब नागा भनेर आफ्नो कर्मले त्यहाँ पुगेको मात्र हो वास्तवमा नागा यो हो भनेर कसैले देखाउन सक्दैन अरे साङ्गे सन्देहले दार्मे भने म पनि छैन अरे म भने भाइ शब्द छैन आत्मा छैन दार्मे युलमे भने अनि भाइ अब गाउँघर
भन्ने कुरा होइन वस्तु यो आँखा इन्द्रिय हो नि इन्द्रियले के हेर्छ नि बाहिर रूप हेर्छ नि कानले चाहिँ के सुन्छन् शब्द सुन्छन् तिनीहरू शब्द कहाँ छ भने त्यसलाई छानबिन गर्ने शब्द छैन रूप कहाँ छ भने छानबिन गर्ने रूप पनि छैन अब यो जिब्रोले स्वाद भन्छ नि ओ स्वाद चाहिँ कहाँ छ भने छानबिन गयो भने बाहिर खानेकुरा कहीँ पनि भेट्दैन हो त्यो दाबमे हिउँले नजाने र दुःख पनि छैन दुःख दिने मान्छे पनि छैन अरे नजाने छोकमे पूर्व पश्चिम उत्तर दक्षिण भने त्यस्तो दिशा पनि छैन चौकमे काता लुन्जाम छ काता लुन्जाम भने चाहिँ का हातमा छ नि काता भने सुरुवातदेखि नै शुद्ध भएको अशुद्ध छँदै छैन शुद्ध भएको ठाउँमा चाहिँ त्यहाँ कुनै पनि अब जैजाबाट शुद्ध भएको ठाउँमा चाहिँ कहीँ पनि त्यहाँ अब अवरोधहरू बाधा अवरोधहरू कहीँ पनि हुँदै होइन त्यसलाई कता त्यो चाहिँ तदै नै अब अनि अब शुद्धै शुद्ध देख्छ अशुद्ध कहीँ पनि हुँदैन मान्छेहरूले चाहिँ त्यो गर्दा मान्छे अनिर्मित भन्छ मान्छे भन्छ त्यसैले मान्छे तथा तथाको अनि सोच विचार जस्तै हामी पनि आउँछ अरे जसरी भगवान् गौतम बुद्धले यथार्थ बुझेर चाहिँ उहाँ बुद्ध हुनुभयो त्यो जस्तै गरेर हामी पनि यथार्थ बुझ्न सफल हुन्छ यथार्थ भनेर वास्तविकता अनि त्यही हो यहाँ शून्यता रहेछ ओ वास्तविकता महाकरुणा रहेछ त्यो दुईटा भिन्न अरू केही पनि छैन महाकरुणा भने चाहिँ सेतीसँग सम्बन्धित भयो अनि त्यस्तै गरेर शून्यता भने चाहिँ अब वस्तुसँग सम्बन्धित भयो यता हेऱ्यो भने उता हेऱ्यो भने सबै यता हेऱ्यो भने महाकरुणाको उता हेऱ्यो भने सबै शून्यताको बोध भइसकेपछि अनि हामी मुक्त हुन्छ त्यसले मान्छेले चाहिँ यो गर्दा अलिकति अब पचाउनलाई अलिकति बुझ्नलाई अलिकति गाह्रो भए पनि शब्दको यो व्याख्या थोरै पनि तपाईँहरूले गरेँ जे होस् नाके भनेर त्यो रहेछ नाके कालो अनि थोडा पौष्टिकता अथवा धेरै यो सब्जी भएको अथवा धेरै अब गुण भएको आशीर्वाद भएको अथवा त्यो प्रसाद त्यो अमृतहरू चाहिँ हो तिनवटा देउता रा रेती नामहरू सबैलाई आह्वान गरेर चढाउन साथमा दशैँका दिन मसँग देउताहरू सबै खुसी भएर भयो अब दशैँका दिन मसँगको भर पर्नु भएन त्योसँग समझ गर्नु परेन त्यो महसुस गरेर चाहिँ आफै पनि बुद्ध हुने कति धेरै सजिलो र धेरै अब यसले लाभ दिन्छ भन्नु खोजिरहेछ यदि परिस्थितिपछि अब यो नाकेको अन्तिम चाहिँ के गर्नु पर्यो नाम होस् नाम सम्झे युरोपमा पायौँ भनेर त्यहाँबाट राजमोहमाने पनि होस् अनि हो दिनसम्म गऱ्यो भने नाके पहिलो नाकेको पूर्व आवेश मुन्डो त्यहाँबाट सकिहरू पऱ्यो त्यसबाट नाकेको माध्यम अभ्यास नाकेको अन्तिम अभ्यास चाहिँ छोटाले चाहिँ जुलै रूपमा चाहिँ पऱ्यो भने चाहिँ अनि सबै नाके भरिपूर्ण भयो अथवा त्यो अनि टुटी भएन अथवा माथि त्यति मात्र परेर जग्गामा यदि पऱ्यो भने त हुँदैन त्यो भएर यो परिस्थितिले चाहिँ नमसँग जुलै जाउँ भनेर ट्याक्क पऱ्यो त्यो होइन सबै पुरा हो अब यहाँबाट चाहिँ कार्जेको गरेर छ होइन कार्य अब कार्य भन्ने बिहान जो अब घाम झुल्किनु नझुल्किनु बेलामा अलिक घाम झुल्किसकेपछि अनि आफू एक्लै ध्यान गर्ने हो भने सर्वप्रथम ध्यान उठ्न साथमा 3 बजी पुग्यो भने 3 बजी पुग्न साथमा नाके गर्नुपर्छ ध्यान उज्यालो हुने बेलामा कार्य गर्नुपर्छ दिउँसो खाना खाएर अब 12-9:00सम्म चाहिँ कार्य गर्नुपर्छ अन्तिममा सुत्ने बेलामा चाहिँ कार्य गर्न जाने अब ध्यान गर्ने अभ्यास गर्ने तरिका रहेछ त्यो आफूसँग सम्बन्धित अब साथीभाइ अथवा समूह हो भने होइन सल्लाह गरेर मिलाउँदै आज आवाज सेवा गुम्बाको ठाउँमा सबैले हो भने बिहान 2टा बेलुका 2टा गरेर गर्छौँ धेरैले नियमपूर्वक हो भने त 4 ठाउँमा चाहिँ सुरुवात गरेर नाके बिचमा त्यहाँबाट त्यो पूजा छुट्ने बेलामा चाहिँ कार्य अनि दिउँसो चाहिँ थाके अनि अन्तिम समयमा मार्ग गरेर चलन गरिरहेछ जो आफूसँग सम्बन्धित गुरु र साथीसँग सम्बन्धित गर्दै अनि त्यो पढ्नुपर्ने रहेछ एक्लै ध्यान गर्ने क्रममा अनि अब अघि भने जस्तै ध्यान उठ्नु साथमा नाके अनि त्यो पढेर अनि फुल सुरुवात गरेर अनि फुल सिद्धिने बेलामा उज्यालो हुन्छ त्यस समयमा कार्य अनि दिउँसो थाके अनि रातिले मर्यो
मैले अब हामी केमा भनेर भने कार्य कुरा गरिरहेको छ नम्बर कार्य अरे उज्यालो भने काकाले कार्य गर्नु अरे ध्यान कार्य गर्नु अरे अब कार्यको बोझ गर्नु अरे कार्य अब अब यहाँ यस समयमा चाहिँ अघि अब नाके गरेरमा तपाईँहरूले अब नबजी पनि हुनसक्छ अलिअलि अब सङ्घर्ष हुनसक्छ नाके गरेरमा केही नभएर आफ्नो भित्र भएको प्राण कमाउनु परेको भयो अब म छैन भनेर भयो भने यही शरीरलाई चाहिँ अमृत प्रसाद बनाएर चाहिँ त्यो कपालभित्र राखेर चाहिँ अनि यो त्रिविष यो दोस्रो देउताहरूलाई चढाएर यो सबै अन्तिममा यो रेमाली नामको मुखमा उगाएर नै दोषेश्वर सँगसँग सबै देवी देवताहरू अनि अब हरायो अथवा अदृश्य भयो सबै मुक्त भयो भनेर सम्झिनेर त्यसो गरेर चलाउन सक्यो भने त र ठुलो भोज गरे जस्तो सयौँ पवा गरे जस्तो सयौँ पूजा गरे जस्तो सयौँ के भन्छ कुलिम गरे जस्तो अथवा सयौँ अनि अब दियो के भन्छ दान दिएको जस्तो त्यो हुन्छ भनेर माथि माथिको मैले भन्नुभएको छ यो कार्य पनि अनि फेरि अब सेतो चिजबिज पनि भएर चाहिँ त्यो अनि प्रसाद हो भनेर सकेर चाहिँ अनि आफूसँग सम्बन्धित देवी देवतालाई चाहिँ आह्वान गरी दिने तरिका यहाँबाट यो सुरुवात गर्छु नाचिन पक्षक दिमी कुम्भो दिस कमेसेले कमेसेको होस् र पहिलो शब्दले के दियो भने आफ्नो शरीर चाहिँ जन्मसँग यहाँ धेरै दोषाशयताहरूको बाँच्न परेर चाहिँ पापी शरीर भनेको धेरै दिन अकुशलतामा भन्ने शरीर भनेको जो दिन धेरै दिन अब के भन्छ नराम्रो विचार गर्ने शरीरहरू यो भएर पनि यो धेरै कोर मैला भएको शरीरहरू भए तापनि यो भित्र त के कथा गर्न दब छ नि यो भित्र ढिसिङको छ नि हामीलाई यो त बुद्धको हेतु बुद्धको बिउ त यो भित्र छ नि हो यो बुद्धको बिउ चाहिँ के त कोर भयो भने यहाँबाट सट्टा निकालेर अनि बुद्धको बिउ प्राण भनौँ चेतना भनौँ अथवा त्यसलाई अंश भने आत्मा भने प्राण भए पनि त्यसलाई चाहिँ निकाल्नु अरे उहाँले भन्छ बिउ कुम्बोले धम्मेश्वरी धोमिश्वरीको धम्मेश्वरी भने चाहिँ ताता गर्दा गर्दा अब प्राण अथवा सोप अथवा अंश आत्मा जे भन्यो भने त्यो चाहिँ यहाँबाट निकाल्नु अरे धम्मेश्वरी धोमिश्वरीको फेरि यहाँ हाम्रो माथि निधार माथि अथवा अर्को माथि स्थानमा त्यहाँ ठाउँमा राख्नु ठाउँमा काट्नुमा पनि गर्नुपर्छ अलि छिरोको छोइनी इङ्ग्ल्यान्ड यसै बिग्रला हुन्छ छोइनी इङ्ग्ल्यान्ड धेरै अब शून्यताको बोध भएर संसारबाट मोह भएको अनि धर्म धातुबाट चाहिँ धर्म कायको रूप चाहिँ अनि आज ज्ञान र काया र ज्ञानले युक्त भएको त्यो अनि माया रूपी एउटा के भन्छ देउता अथवा देवी चाहिँ कुन रूप धारण अनुभव भनेर सम्झिनु पऱ्यो भने युट्युबलाई रामी ध्वज नजरमा रामी ध्वज रामी ध्वज नजरमा अथवा ठाउँमा कालमो सेतो सेतो वर्णनको ठाउँमा चाहिँ ठाउँमा परिणत भएको सम्झिनुपर्छ नाकेको कारणमा पनि ठाउँमा नामो हो कार्यक्रममा चाहिँ सेतो रहेछ थाकेर मार्गीमा पनि नामै हो रमिलो अनि त्यसको छाए अब ध्वजेन्द्रमा अब ठाउँमा सेतोको हातमा के दिनुभएको छ भनेर सम्झिनु पऱ्यो भने छाए दायाँ हातमा ढिलो रडी अथवा यो खड्का लिनुभएको छ रडी सुकीको मोटो अब त्यो चाहिँ यो शरीरमा भएको अनि के भन्छ छाला तार्नु लागि अनि मासु काट्नु लागि हड्डी काट्नु लागि चाहिँ त्यो अहिले धारण गर्नु हो सम्झिनुपर्छ सुकीको मोटो दुलफप के पनि पदवी आउँछ दुलफप दुल भने चाहिँ धेरै त्यहाँ चाहिँ के भन्छ दुलोहरू अनि दुलोहरू चाहिँ अब हटाउनु लागि चाहिँ अनि त्यहाँ पन्साउनु लागि चाहिँ के लिएको छ उहाँको बायाँ हातले चाहिँ एउटा भदेन लुकी भदेन छ पङ्का त्यो लिएको छ लुकी भदेन आउँछ साटा लुगा छोटो लुगा छ अनि अघि नाके जस्तै गरेर अब कार्यको समय पनि त्यो सेतो भननको ठाउँमा काल्नु अथवा भाद्र युगिनीको हातमा भएको खड्काले अथवा हतियारले चाहिँ सबै यो लास चाहिँ टुक्रा टुक्रा बनायो
ठुलो बनाएर के गर्यो भने सानो रुख छोटो गर्नु छ आफूलाई लास भइसकेको छ त्यो लास भएको शरीर जम्मो लासको त्यहाँ जम्मा गरेर चाहिँ त्यसलाई एकाइ टुक्रा भयो टुक्राबाट के भने छोपछाउँछ अब दसैँ दिशातिर अथवा चारै दिशातिर अनि फ्यालेको अथवा पञ्चायतको सम्झिनुपर्छ सेलको तोड्नु सिजु नयो यहाँबाट जलाएको छ त्यो लासको टुक्राहरू अथवा त्यो मासुको टुक्राहरू चाहिँ कतिसम्ममा पनि भयो भने चाहिँ संसारमा भएको जति पनि यो दिव्यहरू छ सबैको निम्ति पुग्ने जस्तो अनि धेरैमा धेरैमा पनि गऱ्यो भनेर सम्झिनुपर्छ सिजु नयो यहाँबाट तोङ सुङ्गी तोङ चम्पूमै पुगेको सम्झिनुपर्छ हामी 80-90 किलो हामी 100-200 किलो जस्तो हामी 50-60 किलो त्यो मात्र नभएर जमाउँदो शरीर यहाँ भयो त्यो सबै यो सारा जगतको प्राणीहरूलाई सबैलाई भाँडेर पनि नसिदिने त्यस्तो शरीर चाहिँ हामीले कल्पना गर्नुपर्नेछ सिजु नयो यहाँबाट त्यो होसेर कर्म त्यो ती बापै हाल्यो अनि त्यो अब मासुको टुक्रा हड्डीको टुक्रा अथवा रगतहरू अनि म चाहिँ के भयो भने अनि आकाशबाट अनि सेतो ज्योतिहरू होसेल अनि रातो ज्योति थिङ भने चाहिँ अब निलो ज्योतिहरू चाहिँ अनि निस्कियो होसेलमा थिङसुम यी पापै अरे त्यो होसेल अथवा प्रकाशहरू चाहिँ आएर चाहिँ कहाँ बिलिन भयो भने अनि त्यो अहिलेको रगत त्यो मासु त्यो हड्डीमा अनि बिलिन हुन सक्छ अनि त्यो रगत मासुहरू सबै केमा परिनु भयो भने सेन्ट्रलको पछि सेतो अरे सेन्ट्रललाई भने सेन्ट्रल भने चाहिँ एउटा देउता हो मान्छे अब दोखाम सुखाम सुम्यखाम भित्र दोखाम भित्र काम धातु भन्छ काम धातुभित्र डोहरिडु छ त्यो डोहरिडु भनेर देउताको छ ओ देउता पनि धेरै थरीको रहेछ र देउताको थरी के रहेछ भने ग्याल्सेन ऋषि सूर्य ससुर तप्तल गादेन टुर्गा सेन्ट्रल हुन्छ भने छो थरीको छो समूह देउताहरू छ भन्छ ओ सेन्ट्रल हुन्छ भनेको देउताले धेरै उहाँहरूले के छ आध्यात्मिक ज्ञानहरू धेरै शक्तिहरू छ अरे उहाँहरूले चाहिँ एउटा फुल मात्रै यसो हातमा किन नलियो फुल यस्तो लिनु सक्छ त्यो फुल त लाखौँ करोडौँ फुलमा परिणत गर्छ भने एउटा अक्षता अब तामाको धारमा किन यसो हात लिनुहोस् त्यसलाई विभिन्न रूप धारण गरेर जाने त्यहाँ चमत्कार धेरै उहाँलाई चाहिँ जादु धेरै त्यो अदृश्य शक्तिले त्यहाँ चाहिँ परिणत गर्ने शक्तिहरू छ त्यो जस्तै गरेर आज संसारमा आफूसँग सम्बन्धित त्यो मासु र हड्डीहरू छरेको छ फालेको छ सबैलाई चाहिँ त्यो पुऱ्याएको छ नि त्यो सुन्नु साथमा सेतो रातो निलो यो ज्योतिले प्रकाशले सुन्नु साथमा सेन्ट्रलको भाव जसो भयो अरे त्यो सेन्ट्रलको देउताको शक्ति जस्तै गरेर धेरै अचम्म र उदेकको त्यस्तो अब खाने चिज लाउने लता कबाट अनि अथवा लाउने गहना पातहरूमा पट्टि गयो भनेर सम्झिनुपर्छ अरे सेन्ट्रलको पछि चाहिँ होस् त्यो चाहिँ के हो भने ठाउँमा कर्मले अनि टुक्रा अथवा चक्कु बाहिर फालेको यो लासहरू नै मासुहरू नै सेन्ट्रल त्यो रातो सेतो र निलो ज्योति पस्न साथमा सेन्ट्रल भएको देउताको अनि शक्ति जोजोमा परिणत भयो है त्यो चाहिँ हो नक्से दोयमा चाहिँ त्यो दुईहरू छ अब नक्से दोयमा चाहिँ संसारमा भएको जति पनि दैविक शक्ति भएको देवी देउताहरू छ सबै त्यो खाँदा त्यो हातमा छुँदा त्यो यस्तो हेर्दा आनन्द हुने त्यस्तो चिजमा बिचमा परिणत भयो है नक्से दोयम काछोटे दुईहरू छ काछो भने काछो भने चाहिँ सेतोपन अथवा अब धेरै सुगन्ध बास्ना भएको अथवा राम्रो अब पुरा शाकाहारी जस्तो काछोटे दुईहरू छ काछोटिन किन भने चाहिँ आकाशको अब फुल जस्तो बादलहरू जस्तो हो त्यस्तो अब धेरै आनन्दमा आउने देख्नु सक्दा सुन्नु सक्दा अन्त छुनु सक्दा खानु सक्दा पिउनु सक्दा धेरै मिठास छ धेरै आनन्द धेरै खुसी धेरै सदृश्य त्यस्तो अनि के भन्छ त्यो अमृतमा असलमा पनि भयो है यो मोह देतो यो चाहिँ लास मोह देतो मोह भने त्यसको भने स्वभाव चाहिँ कस्तो छ भने देतो हो है दे भने सुख हो सुख चाहिँ कस्तो छ भने सुख अनि यसलाई छानबिन गर्दा सूर्यता हो नि बोध हुने जो मान्छेले त्यो प्रसाद खायो खान सक्न अनि सुख भने शून्यता हो भनेर बुझ्न सक्ने त्यस्तो क्षमता भयो अरे देतो न्योङ रोल अरे
न्योङ भने चाहिँ यसरी सेवन गर्न सक्ना जस्तै पिरो भयो भने अमिलो भयो भने गुलियो भयो भने अथवा जस्तै भने त्यहाँ ट्याक्का सुन्न सक्ना त्यसले त्यहाँ आफै आफ्नो भएको सबै आज्ञाता नाश भएर चाहिँ अनि ज्ञानले युक्त हुने त्यसलाई न्योङडोलो भन्छ दुःखबाट अनि मुक्त भएर न्योङडोलो भन्छ त्यसो न्योङडोल भने चाहिँ आज हामीले त्यहाँ तोङडोल न्योङडोल रेडोल टक्रोल भन्छ नि टोटोल भनेर भन्छ नि हो त्यस्तो गरेर आज त्यो केमा परिणत भयो भने न्योङडोलमा परिणत भयो हजुर न्योङडोल भने चाहिँ आज हाम्रो चिला मुटुको हो हामीले अनि मेडु खाए पनि यो गुबाको फुल खाए पनि अथवा चेजुङको छक खाए पनि अथवा त्यो कपाल भएको अनि त्यो चकचाङ खाए पनि अब यो सेवाङ खाने बेला छेचाङ भन्छ है त सेवाङ खाने सेवाङ लिने बेलामा छेचाङ सेवन गर्ने सेवले सेवा गर्ने त्यो जिब्रोमा छुन सक्दा त्यो टेस्ट आउन सक्दा हो अब आज्ञा नष्ट गर अथवा दश गर नष्ट गर अथवा यो पुण्य भिड भएकोलाई त्यो खानेर पुण्य लाभ भएर पुण्य वृद्धि भएर पुण्य भयो भने हो जसलाई अहिले न्योङडोल भन्छ न्योङडोल भयो हो दिदी न्योङडोल दुजिला दुजी भयो दुजी भयो अमिलो है जिल्ला नवकर्षण सोधा यो हुन्छ नवकर्षण चाहिँ नवकर्षण भने C2 गुलियो पान सबै भयो नवकर्षण कर्षण कर्षण भन्छ नि कर्षण भने चाहिँ केमा भन्छ हामीले दुध दही अनि ताम्बा चिनी दुध दही अनि अब ताम्बाहरू कर्षण भन्छ भने नसुम भन्छ नि नसुम भने चाहिँ जस्तै अब चिनी सक्खर महहरू नसुम भन्छ यो अनि कर्षणमा पण्डित भयो नसुममा परिणत भयो कर्षण सोतामा छ सो भने नि अब त्यो अघि रगतको एक थोपा रगतको कारणले धेरै अनि ठुलो समुद्र अथवा पोखरीहरूमा परिणत भएको कारणले त्यो सबै देख्न लागेको हेर्न लागेको नपरिणत भयो भनेर सक्नुपर्छ नभए कर्षण छोतामा भने छो पनि भयो छो भने त्यो पोखरी अथवा त्यो ताल अथवा समुद्र पनि भयो यो ठाउँमा यो भने चाहिँ अब डाँडा कारणले राम्रो अब छाक्का गरेर बनाएको डाँडा जस्तो हेर्नु लागेको घुम्नु लागेको यो थाङ भने चाहिँ चौरहरू पनि घुम्नु लागेको पिरो नभएको अथवा आनन्दमय देख्न सक्दा कस्तो खुसी लाग्ने हो त्यस्तो चौरमा पनि भयो अनि नसुम भने के रहेछ युवा जस्तो गरेर अनि तिनवटा अनि गुलियो पानी नसुम चाहिँ अनि चिनी महा अनि सक्खर इत्यादिको अनि डाँडा त्यो जहाँ चाहिँ पनि चिनी जस्तो जहाँ चाहिँ सक्खर जस्तो त्यस्तो अनि अब संसार सबै अब मरुभूमि जस्तो भएर पनि अघि हाम्रो शरीरको एक छिट्का त्यहाँ पुग्न सक्छ त्यो सबै मरुभूमि पनि शुद्ध भूमिमा परिणत भएको त्यो सबै हेरौँ बसौँ खाउँ त्यस्तो परिणत भएको अनि महसुस गर्नुपर्छ भन्ने रहेछ नसुन काभ्री भनेर नाम भने चाहिँ वीरहरू हो ली भनेको डाँडाहरू हो रोगटी गयो जसले देउताले हेरे पनि राक्षसले हेरे पनि मान्छेले हेरे पनि अझ पशु पक्षीले हेरे पनि अथवा तीव्र बाबा सागर बाबा जो प्राणीहरू छ ती देख्न सक्दा हेर्न सक्दा सुन्न सक्दा खान सक्दा छुन्न सक्दा अनि आनन्दमा भएको अनि महसुस भयो अरे यो नामका जोगी परिवार नामका जो भने चाहिँ नमस्कार तथा भएको मुखामा पर्छ नि त्यो चाहिँ आकाशदेवी प्राणीहरूको निम्ति आकाशवादी देवी देवताहरूको निम्ति चाहिँ अघि हामीले यो आफ्नो शरीर चाहिँ काटेर चोक्टा पारेर चाहिँ अनि चारै दिशामा छरेको छ नि जहाँ परेको छ अनि देउता सेड्युल खाले त्यहाँ चाहिँ पुरा अनि चमत्कार देखाए चाहिँ अशुद्ध सबै शुद्ध बनाएर चाहिँ त्यस्तो परिणत भएकोहरू चाहिँ के जस्तो भयो राम्रो जोगी परिवार आकाशमा जति हिँड्यो भने त्यहाँ सुन्न सक्छ जस्तै त्यो सामग्रीहरू चाहिँ जति खाए पनि जति सेवन गरे पनि जति लग्यो पनि जति पिए पनि सक्दै नसक्ने त्यस्तो अनि अब यो अमृत अथवा त्यो प्रश्नमा पनि भयो भन्ने सक्नुपर्छ अरे नामको जोगी परिवार नजु गयो नो चु भने नो भने चाहिँ यो संसार हो चु भने त्यो भित्र भएको प्राणी हो अनि अथवा गयो नि आफ्नो पाँच इन्द्रियको बाहिरी वस्तुहरू चाहिँ दुवै हो
त्यो सबै केमा परिणत भयो भने सेवी ज्ञानको त्यो पूजाको सामग्रीमा परिणत भयो भनेर सम्झिनुपर्छ। हजुर अब यो चाहिँ यो कार्यको पहिलो भाग हो, यहाँ कार्यको अनि दोस्रो भाग छ। यहाँसम्म के रहेछ भने कार्य भन्नु साथमा सेतो ठाउँमा परिणत गर्नु पर्यो, आफ्नो शरीर चाहिँ लास भएको कल्पना गर्नु पर्यो अथवा सम्झिनु पर्यो। त्यो लास चाहिँ अब यो 50-60 किलोको मात्र नभएर चाहिँ जन्मलिएको सबै लास यहाँ जम्मा गरेर चाहिँ यो एकाएक त्यो ठाउँमा कल्पना काटेर अथवा त्यो नराम्रो धुलोहरू चाहिँ उहाँको हातमा भएको बायाँ हातमा पक्रेर यसो त्यो सम्झाउने बेलामा सबै धुलोहरू अशुद्धहरू शुद्ध भएर चाहिँ हो त्यो चाहिँ 10 दिशामा यसरी अनि फ्याँक्यो अथवा छर्यो हो। त्यो चाहिँ सबै अनि केमा परिणत भयो भने सेन्डुल्ठाको देवताको चमत्कार जस्तै गरेर शुद्ध भूमिमा परिणत भयो। अब त्यसमा गुलियोपन सेदोपन त्यसमा खानापिना तबडाहरू सबै सुसबन भएको भयो हो। जसले त्यो छुन्छ खान्छ सेवन गर्छ सबैको मुक्त, सबैको उदार, सबैले पुण्य लाभ, सबैको दशकहरू हाट्ने, सबै चाहिँ त्यहाँबाट धेरै त्यहाँ आनन्दहरू लिएको हुने त्यस्तो लिनु सक्ने त्यस्तो क्षमता प्रयोग भएको सोच गर्नुपर्छ। त्यति गरेर यहाँ चाहिँ ओम आहो ओम आहो ओम आहो गर्नु सक्यो भने त्यो सबै वृद्धि गरेर छ। ओम भने चाहिँ अब अशुद्ध शुद्ध भएको, अनि आ भने चाहिँ अब वृद्धि भएको, होम भन्छ जसले जे चाह्यो भने त्यो अनुसारले एउटा पुगेको शब्द हो। त्यसो ओम आओ ओम आओ ओम आओ यी जग्गा यसरी पढ्दै ढाउल र कलिङ्ग गर्दै एउटा फेरि त्यसमा सङ्ख्याबाट हामीले सुरु गर्नुपर्नेछ।